जीमेलबाट बनाएको रेडिटको आइडी युजर नेम यहाँ ऱ्यान्डम आउँछ। यसलाई कस्टमाइज गर्न सकिँदैन। अनि सेम जीमेलबाट यदि रेडिटको आइडी बनाएर राख्न चाहनुहुन्छ भने त्यसको लागि के गर्ने, जीमेल परिवर्तन गर्ने, सेटिङमा आएर त्यो जीमेल चेन्ज गरिहाल्ने। यदि डिफल्टै त्यो पहिलाकै जीमेलबाट यदि त्यो आइडी राख्न चाहनुहुन्छ भने यसको लागि त्यो अब कस्टमाइज नभएर के गर्ने, जीमेलबाट लगइन भएको बेला यहाँ पासपोर्ट सो हुँदैन, त्यसलाई पासपोर्ट रिसेट गर्ने। पासपोर्ट रिसेट गरेपछि यहाँ जीमेल चेन्ज गर्न सकिन्छ। नयाँ जीमेल हालेर पासपोर्ट हालेर यो जीमेल चेन्ज गर्न सकिन्छ। त्यसपछि के गर्ने, त्यो जीमेल चेन्ज भइसकेपछि त्यो जीमेलबाट अर्को आइडी बनाउने। त्यो अर्को आइडी यहाँ कन्टिन्यू टु जीमेलमा नगरेर यहाँ कस्टम तरिकाले जीमेल हाल्ने। त्यसपछि त्यहाँ कस्टम युजर नेम सेट गर्ने अप्सन आउँछ अनि त्यसो तरिकाले आफ्नो तरिकाले त्यो युजर नेम राख्न सकिन्छ। र यहाँबाट बनेको फेरि यो नयाँ जो जीमेलबाट बनेको हुन्छ यो आइडी, यसलाई के गर्ने, यसलाई डिलिट गर्न सकिन्छ। यहाँबाट आएर डिलिट गर्न सकिन्छ।